यो एउटा ब्रेस्टको मोडल हो। के तपाईलाई थाहा छ आफ्नै हातले स्तन क्यान्सर चाँडै पत्ता लगाउन सकिन्छ? नमस्कार, म डाक्टर सोनिया पौडेल। आज म यही मोडल प्रयोग गरेर स्तन आफै कसरी जाँच गर्ने सजिलो तरिका देखाउँछु है। सबैभन्दा पहिला स्तनलाई ध्यान दिएर हेर्नुहोस्। आकारमा फरक देखिनु, छालामा खाल्टो पर्नु, छाला रातो हुनु वा निप्पल भित्र तानिनु, यस्तो परिवर्तन देखियो भने चाहिँ यसलाई इग्नोर गर्नु हुँदैन। अब छोएर जाँच गर्ने पालो। जाँच गर्दाखेरि औँलाको टुप्पोले होइन, 3टा औँला सिधा राखेर जाँच गर्नुपर्छ। यसरी सानो सानो गोलो घुमाउँदै पुरै स्तन जाँच गर्नुहोस्। माथिबाट तल अनि भित्रबाट बाहिरतिर जाँच गर्नुपर्छ है। स्तनको तलको भाग र काखी पनि धेरै महत्त्वपूर्ण भाग हो। यो भागमा जाँच गर्न कहिले नबिर्सनुहोस्। अब खोज्ने चाहिँ के छ? कडा गाँठो, नचल्ने गाँठो वा दुखै नभए पनि एकदम कडा भाग। सामान्य स्तन नरम र अलिअलि गाँठो हुन सक्छ, तर ढुङ्गा जस्तै गाँठो देखिनु चाहिँ चेतावनीको संकेत हुन सक्छ। अब निप्पल जाँच गर्नुहोस्। निप्पललाई हल्का थिचेर हेर्नुहोस्। यदि रगत वा कुनै असामान्य तरल निस्कियो भने चाहिँ तुरुन्तै डाक्टरलाई देखाउनुहोस्। याद राख्नुहोस्, स्तन आफै जाँच गर्नु मेमोग्राफीको रिप्लेसमेन्ट चाहिँ होइन। यदि केही असामान्य महसुस भयो भने नडराउनुहोस्, ढिला नगर्नुहोस् र चाँडै डाक्टरलाई देखाउनुहोस्। यो भिडियो सेभ गर्नुहोस् र आमा, दिदी बहिनी, साथी र हरेक महिलासँग सेयर गर्नुहोस्।